काङ्ग्रेसको महासचिव र पूर्व स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री रहेको यो स्वाटको एक दुईवटा कुरा सुनौ है त। मलाई कतिपय साथीहरूले घाइते किन भेट्न नगएको, शहीद परिवारलाई किन भेट्न नगएको भनेर सोध्नुभयो। मैले भने मैले जान सक्दिनँ, मलाई अप्ठ्यारो लाग्छ। घाइतेलाई भेट्न जान अप्ठ्यारो लाग्नु त स्वाभाविक नै हो नि। त आफ्नो महाधिवेशन वा कुनै भत्ता आउने काम हुन्थ्यो भने आफ्नो बिलो खोज्दै पहिल्यै जान्थिस् होला। स्कुले पोसाकमा नेपाल आमाका छोरा शहीद हुँदा अलिकति सहानुभूति पनि प्रकट गर्न नसक्ने त भ्रष्टाचारीलाई नेपाल आमाले धेरै सहिन्। अब तेरो खेल खत्तम भयो। सडकमा ढुङ्गा हानेर राजनीतिमा उदय भएको त जनता दुखी गरिबका कुरा उठाउँदै अगाडि बढेर त आफू नै भ्रष्टाचारमा चुरुलुम्मै लिप्त भइस्। त एउटा भ्रष्टाचारीको पिपासु होस्। जेन्जीलाई भेट्ने होइन, अब जेन्जीबाट चाहिँ कसरी लुकेर बस्ने हो त्यो कुरा चाहिँ सोच्दै बस। यही मान्छे होइन कृषकको सहुलियत बापतको रकम लगेर मैले भुट्टा बनाएर खाम कि भुटन सेकुवा जेसुकै बनाएर खाम, तिमीहरूलाई मतलब के भयो भन्ने मान्छे। यो त कुजात किचक नै हो। यसका पछाडि लाग्ने अरू झोले भरौटेहरू तिनीहरूलाई चाहिँ देखेर दया लाग्छ मलाई। बिचरा कठै तिमीहरू आफू स्वतन्त्र पनि हुन सकेनौ। कसैको गुलामी गर्दै त तिमीहरू कसैको गोडा मोल्दैछौ। अहिले पनि सुध्रियो है, सुध्रियो, बेलायमा सुध्रियो।